पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले करोडौँ भ्रष्टाचार गरेको भनेर अख्तियार दुरुपयोग अनुसन्धान टोलीले उसलाई मुद्दा लगाएको थियो। त्यो मुद्दाको फैसला भयो हिजो। मुद्दाको फैसलामा करोडौँ भ्रष्टाचार गर्ने मान्छेलाई जम्मा 35 लाख रुपियाँ ढलौडीमा सुहा। अब करोडौँ ठगेको मान्छेलाई 35 लाख रुपियाँमा छोडेपछि मान्छेले करोड नठगेर लाख ठग्छ? कसले ठग्छ लाख? किनभने करोडौँ त ठगेको। करोडौँ ठग्दाखेरि 35 लाखमा बाहिर आउन पाएपछि मान्छेले अब लाख ठग्छ? ठग्दैन नि। मान्छेले ठग्ने भनेको करोडै ठग्ने हो। किनभने करोड ठग्ने हो, लाखमा बाहिर निस्किने हो। अनि त्यतिकै मान्छे धनी हुँदैन, त्यतिकै देश कङ्गाल हुँदैन। कि त नेपालको न्याय निकायले कि उनी निर्दोष छ भनेर भन्नु सक्नुपर्छ, निर्दोष छ उनलाई कुनै पनि ढलौडी तिर्नु पर्दैन भनेर उसलाई रिहा गर्नुपर्छ। यदि उनले गल्ती नै गरेको छ भने कानुन बमोजिम कारबाही हुनुपर्छ। यो हुनुपर्छ।